वाओ दिव्या सुन 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 ल यति भगवान्ले होइन भगवान्ले यदि मागेको कुरा सबै भगवान्ले पुऱ्याउनु भएको हो रिसेन्टली म तिमीले भगवान्ले माग्थेँ क्या दिव्यालाई चाहियो भन्थे ल तिमी रुममा कुरिरह हुन्थ्यौ म बिस्तारै आउँथेँ ढोका खुल्थ्यो बिस्तारै बत्ती अफ गर्थेँ चुकुल लाग्थ्यो पर्दा तान्थ्यो अनि पर्दा बिस्तारै तिमी बेडमा जान्थ्यौ बिस्तारै त्यो सेतो यस्तो गर्थ्यो होला अनि सेतो पुरै खोलेर बिस्तारै दाँतले गर्थ्यो होला त्यहाँबाट सोध्थ्यो होला बाबा तिमी ठिक छौ कपाल तान्थ्यो होला पटक पटक चाक पड्काउँथ्यो होला बिस्तारै पढिसु बाबा दुख्यो बाबा भन्थ्यो होला चुप 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 भन्थ्यो नानी 9 महिनापछि पेट बढ्थ्यो होला अनि बिहानै तिमीले हेर्दा अनुहार जुदाउँदाखेरि लास मान्थ्यो होला कुचो लाउँदा लास मान्थ्यो होला बिचरा गहिरखेत सुन्निएर बोकेर हिँड्थ्यो होला 9 महिनापछि मम्मी बन्थ्यो होला बच्चा कराउँथ्यो होला तर त्यो माहौल ऋतु बस्नेत आएपछि थाहा हुन्छ ऋतु सुन ऋतु समाचार सुन समाचार गत राति कलाकार तथा मोडल ऋतु बस्नेत र वरिष्ठ पत्रकार शर्मिला वाइवाई बीचको भेटवार्तामा दुईजना बीचको आपसी खुसियालीमा मादक पदार्थ सेवन गरी चिकामारी खेल्दा ऋतु बस्नेतको तल्लो पेटमा गम्भीर समस्या र ऋतु बस्नेतको गङ्गटोले चेपेर शर्मिला वाइवाईको नाकमा ठूलो घाउ भई अहिले पाटन हस्पिटलमा उपचार भएको जानकारी वरिष्ठ कलाकार कलौटीले जानकारी दिनुभएको छ ऋतु बेबी सुन न बेबी ऋतु सुन न तिमी छोडेको छैन अझै चाचमै छेस ऋतु नरी छैन म मुख छाड्दिन कि बेबी तिमी किन उले भनेको तिले के भने चिका मारे तिले किन भनिस् ल भन्दा तँलाई बोल्न आउँदैन नेपाल आएर एक ठ्याक दिन्छु भनेको चाहिँ त्यही चुप लाएर बसेको फेरि आमल दिन्छ तँलाई एक ठ्याक दुई ठ्याक दिन्छ त तेरो आमल गएर यहाँ सुन ऋतु सुन मुख नछोड न ओइ ऋतु म त मुजलाई ब्लक गरिदिन्छु आम्मा कसम बा जड्या मुजी कलाकार भन्छस् मुजी झट्टी जड्या मुजी बियर खाएर हिँड्छस् मुजी त कोर्स सिक्ने बियर खाएर हिँड्छस् मुजी त ऋतु मुजी कलाकार लाडोको कलाकार जस्तो मुजी ठुलो कुरा गर्छस् मुजी जड्या ठुलो कुरा गर्छस् मुजी तेरो रेट भनेको मुजी 500 थपेला 500 मा बिक्दिन्छ अहिले यसले ठट्टा गर्छ क्या यसले मजा गर्छ अहिले एकछिन फेरि मिलिहाल्छ क्या एकछिन रमाइलो अन्त होइन अहिले एकछिन मिलिहाल्छ क्या यसले होइन हिजो लास्टै माथेको थियो कि लास्टै